मनोज म त्यो त हान्ने हो रे अब हान्ने नै पार हलो दादा मुन्डामा कड्काउँदा पुरा मुन्डा टुप्रीमा ओ बुवा के भने मान्छेहरूले सेल हालेको तर तेल चाहिँ नहालेको वा आम्मा बुढोले फेरि माइतीको घाम खाँदाखेरि एकछिन अरे एकछिन न यहाँ भिडियो बनाउँदैछु कति कराउँछ औटे तो दामी भएको मौसम क्या दामी फुलेको छ नि वाउ कम त दामी छ मेरो ससुराली गाउँ साली नभए पनि ससुरालीमा माली गाई छ है माली कति क्युटी छ फेरि कनाइदियो भने पुरै चिउँडो दिन्छन् उसले फेरि यस्तो गरेर मलाई माया गर्दै त ले मलाई माया गर्छ कति क्युटी हो तिमी माली हात दिन न चाट भनेर ल कस्तो चाट हातले चाट खै मलाई गालामा पनि माया गरिदेऊ न त गालामा पनि माया गरिदेऊ उता गालो दिन न आफ्नो दारी चाहिँ चाट दिनु पर्दैन त्यही पनि ठिक छ लु चाट यस्तो छ हजुर ससुरालीको रमाइलो मेरो कस्तो दामी छ क्या ठाउँ चाहिँ बोलाउने टाले जस्तो है फेरि यता हे रागो यताको ओ यतातिर गाई बस्तुलाई बोलाउने हे रागो अरे के हो हा यताउता गरे त भइहाल्छ हे रागो भनेको माने रागो उता चल ओ यो सबै यस्तै हो कि तिमी मात्रै यस्तै हो यता कौड्या के हो कौड्या भने आँखो त्यसको अलि फरक भएर नामै फरक छ आइसले लैजाने हौ ले लियो त मुन्टो खोपली मुन्टो खोपली त घोडो न हार्दिए आमा हानुन्जेल हमरा त कान चेप बराउँछ त्यो त के भन्छ थाहै हुँदैन मलाई मेरै कुरा काटे नि मैले नराम्रो भने नि केही थाहै हुँदैन भुइँसा यता फर्काइदियो भुइँसी यता घोडो फर्काउनु चाहिँ तलतिर हार्दिहाल हुन्थ्यो आधी त बुझ्छु गाह्रो छ मलाई छाता ओढेर जयसाब यात्रामा छु बेहुलो जस्तो होइन बेहुलो नै हो नयाँ ओह्रालो झरिया छ यो खालको बाटो छ के उद्देश्य हो त आज हाम्रो कता यतै होइन मा हाम्रो उद्देश्य के हो त श्रीमतीज्यू आजको त्यही दौडानमा हामी हेरिरहेका छौँ ज्याकेट लाएर छाता ओढेको भनेर नहाँस्नु होला फेरि बेलुकासम्मै बस्ने कुरा छ उता तल अनि जाडो हुन्छ बिहान बेलुका चाहिँ त्यो भएको भएर अहिलेको गर्मी सहँदै भए पनि मैले ज्याकेट लगाएको अवस्था छ छाता ओडी आएको मान्छेको यहाँ आएपछि अर्कै हालत भइसक्यो कहाँको छाता समाएर बस्नु यो भिरभिरे आएको
त्यो भिडमा बुढलाई समाउनु कि छाता समाउनु कि आफै सम्हालिनु कि ज्याकेट समाउनु कि गाह्रो पो पर्दो रहेछ। यहाँ खोला तार्दैछ नै मायाले अब मलाई। म जान्दिनँ कहाँबाट तार्ने, तिम्रो जिम्मा हो। बगाएर लग्यो तिम्रै बुढो लाने हो। ओइ यहीँ जान्छु है क्या म त। खोलो त धेरै ठुलो छैन यार, यस्तो त म तरिराखेको हो। म त गयो त यार टुइका टुइँ। ल माइत आकी मान्छे हेर नि त्यहाँ यति धेरै झोला बोकेर, पानी धेरै रहन्छ, ढुङ्गा मात्रै चिप्लो हो। खोलो तरेर हामी यहाँ पारी आइसक्यौँ। यस्तो छ है त पारीको नजारा चाहिँ, दामी खेतहरू छ। यो धानको सत्यानाश गर्ने उहाँ नै हो र यसको सत्यानाश गर्ने पनि उहाँ नै हो। यसले भुस उडाउने होइन त बुवा? हजुर। ल दामी। यो मैले चाहिँ पहिलोचोटि देखेँ, अब हाम्रो पूर्वतिर छ र मलाई थाहा नभएको भए मात्रै। ससुराली त मैले धेरै राम्रो ठाउँमा पो बनाएको छु त। यस्तो दामी ठाउँ छ यार, आफन्त भेट्न आउँदाखेरि पो रमाइलो लाग्यो त मलाई। साँच्चै नै कति राम्रो ठाउँ, मजाको खेत, चिटिक्क परेका घरहरू, छेउमा आँपको रुख, तल खोला सुसाइरहेको छ, केराबारी छ, धान खेती छ। अरू के चाहियो त है? सबैजनालाई भेटघाट गर्दा अँध्यारो भयो। अब हामी उकालो लाग्दैछौँ। यो डाँडा भयो कटेर, यस्ता डाँडा 2-3वटा चढ्नुपर्छ। ए 2-3वटा त बढी नै भने क्या हो, दुईवटा। अनि यहाँ मकैको के रे मायालाई के भन्छ, सड बनाएको छ यस्तो दामी। लुटिया हो पछिको लागि। श्रीमतीज्यूको यहाँ कडै मेहनत हुँदैछ गोठ सफा गर्नलाई। यो एकचोटि समाउ त, केही हुन्न, ट्याक्कर हो त्यसो राख। यस्तो गर्नु पऱ्यो क्या मलाई। थ्याङ्क्स। इट इज कडै इङ्ग्लिस जान्छ मेरो फेरि। अनि यहाँ क्युटी पाई छिन्, क्युटी पाई। बुवा सेतो, आमा कालो भएर, नाक पनि एकातिर सेतो एकातिर कालो। कस्तो मिलेको क्या तिमी त, अलि मायालु नजरले हेर न। के हो क्या तिम्रो आँखा त? ल हेर्दै डर लाग्ने। हाम्रो क्युटी पाई आमा, क्युटी पाई। तलैमाथि डाँट टिप्न गया हौ, डाँको बारीमा। आमाले अर्ग्यानिक गोलमेडा टिप्दै हुनुहुन्छ। आज हामी तल झर्दैछौँ धान छुट्नको लागि। ज्वाइँलाई धान छुटाउँदैछन्। तिमीले हो छुटाएको। हेर्दामा दामी छ मौसम, तर यस्तो घाम लाग्यो नि कुरै छोड्नु। त्यही भएर यो फुर्ती पारे जसरी टोपी लगाइरहेको छु मैले। असिन पसिन भएर तल आइपुग्यो। अब यहाँ चाहिँ पुल छ एउटा, हिजो पुल बिना नै तरेको थियौँ हामीले। तल एउटा घर छ, यहाँबाट ढुङ्गाहरू लट्यो भने त के हुन्छ होला त? सिधै घरको छानामा। बाटै खतरा हुन्छ कि यस्तो ढुङ्गै ढुङ्गा भएको बाटोमा हिँड्दा हिँड्दै खुट्टा चिप्ल्यो भने त सिधै तल हिँडिराख्नै पर्दैन। त्यहाँ ढिकी कुट्दै हुनुहुन्छ। अहिलेसम्म बिहे नभएका केटाहरूलाई चाहिँ म ससुराली चाहिँ गाउँमै बनाउन सल्लाह दिन्छु है। अनि यतातिर घरको आँगनमा के माया आँपको रुख चाहिँ हुने नै रहेछ एउटा, शीतल पनि हुन्छ भनेर होला। ल हेर्नु कति दामी छ। ढिक्की, वाउ
पिँढीमै ढेकी छ। हैट मैले ससुराल त खत्रै ठाउँमा बनाएको छु यार। राम्रो लाग्छ क्या जे पनि जे देख्यो त्यही राम्रो लाग्छ। तिमी धेरै नाक नफुलाऊ है फेरि। वाउ यो जे हेर्नु त्यही मनपर्छ यार के भएको मलाई। हेर्नु त यो फ्रेम हेर्नु त कति दामी देखेको। वाउ अनि यो चाहिँ मेसिनले धान चुटेर निकाल्नु भएको पराल हो। यहाँ सिमी फलिरहेछ। सिमी त भन्नुहुन्छ होला अब के भनिन्छ होला अब सिमी मजाले फलिरहेछ। ए माया कति कुदेको र पर्ख न आँप फल्ने ल्याऊ हो मलाई यहाँ। असारको महिना ए त्यसो भए त आउन गाह्रो छ। मुगलिनको बाटो जाम भएको भाइ पानी परे है असारको बेला। यो ठिक छ पानी पर्नुभन्दा अगाडि नै ससुराली आएर बसेर 1 वर्ष चाहिँ आँप खाएर जानु पर्ला जस्तो छ मजाले। जहाँ हेऱ्यो आफै आँप। ल हेर यो घर कति चिटिक्कको छ। बिरालो घुमिरहेछ त्यहाँ। म्याउ म्याउ। कसो लाग्यो खा एकदम धेरै सजिलो। खाली अहिले घुमाउनु ल पुरा। चाउचाउले बल धेरै दियो क्या अदिललाई। खाली बेला नि घुमेर आउनु भएको छ। चाउचाउले बल धेरै दियो जस्तो छ। भर्खरै मात्रामा एउटा पुरानो बकारी बुवा र म भएर भित्रबाट बाहिर निकालेको छौँ। यो हजुरबाको पालामा बनेको हो भन्नुभयो बुवा। हजुरबाले बनाउनु भएको बुवाको पनि उहाँले बनाउनु भएको। एउटा पनि किला युज भएको छैन काँटी युज भएको छैन यसमा। यति मजाले खोल्ने उगार्ने। अहिले अब जता पनि टिनको भकारी प्लास्टिकको भकारी युज भइरहेको ठाउँमा होइन अब यस्तो देख्नलाई गाह्रै पर्छ। अब यसलाई लिप्नलाई सफा गर्नलाई बाहिर निकालेको छ। मान्छेहरूले सेल हालेको तर तेल चाहिँ नहालेको। तेल कम भएन ओ भाइ के हो सेल त यो मान्छेले सेल हालेको ऊ यहाँ यो अब यो पानीमा के अरे पानी र तेलमा डुबेको छैन ऊ त्यो। अनि त्यो पनि सेल पनि त्रिकोण आकारको भयो भाइ। के हो यो के हो सेल हाल्ने महान व्यक्ति यहाँ हुनुहुन्छ। ल हेर अब के हो यो कस्तो फुलेको छ हेर्नु त यसरी फुल्छ। भनेको कस्तो फुलेको कस्तो त्रिकोण सेल भन्छ हो मायालाई। त्रिकोण कि अब यसलाई के भन्ने यो जोस् मेरो बुढी सेल हाल्नमा नि एकदम पर्फेक्ट रहेछन् भन्ने कुरो यहाँबाट मैले बुझ्न पाएँ। पर्फेक्ट पहिलोचोटि हाल्दा यस्तै हुन्छ सिक्दै जाने। तिम्रो लगभग जुनै पनि पहिलोचोटि नै हुन्छ जुनचोटि हाल्दा सोध्नु न मलाई केही पनि मैले काम गर्दै उता अस्ति नै हाल्दा पनि पहिलोचोटि थियो यो पनि पहिलोचोटि नै। अब उता त झन् केही पनि थिएन। उता केही पनि थिएन भाँडै थिएन पिठै थिएन। पिठो त कहिले पठाइदिएको थियो निकाल्नु भयो हुन्छ। कस्तो फुलेको छ भने कस्तो फुल्यो रिसाले हो कि अयो राम्रो हालेन मलाई भनेर रिसाले हो कि धेरै राम्रो हाल्यो भनेर हो कि कस्तो फुल्यो भाइ। यहाँ राखेका छिन् फेरि अजिब अजिबका सेलहरू छन् यहाँ धेरै अझ नदेखाउनु रे धेरै प्रकारका सेलहरू छन् यहाँ।
कोही सेता कोही सेता कोही राता होइन थरी थरी बर्ड अर्को नि देखाउँछ वाउ वाउ यो यहाँ यहाँ चाहिँ के हो माया ल सेलको अनुहार यिनले अस्तित्वै मेटाइदिने यार सेलको ल फेरि अर्को नि हालिने अब त्यहाँ ठाउँ न ठहर बुढीको रहर ल ल ल ल ल ल ल के हो त यो खतरा खतरा देखिरहेको छु यहाँ के हो यो डुबेकै छैन तेलमा पूर्ण रूपमा ओसाएर के ओसाएर भने फुलेर अनि किन अलिक पातल हाल नि त अनि पिठो बिगार्ने मात्रै काम गर्दो रहेछ मायाले लगाएर सेलका अनुहारहरू हेर्न सक्नुहुन्छ तपाईँहरू यत्तिको सेल त तपाईँहरूले पनि सक्नुहुन्न होला मेरी बुढीसँग सक्नुहुन्न हो तपाईँहरूले खतरा बुढी खतरा म तिमीप्रति एकदमै हो असजी छ पोल्ला छ हो नि हस् हस् ए ल यसपछि ले कस्तो ल है अब चाहिँ हाल्छु भने चाहिँ हेरौँ है त कस्तो हाल्छु वा कडै कडै खै 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 ओ वा आम्मा कस्तो टक्क एक ठाउँ मोटिएर आउँछ अनि स्वाटै पातलो भएर फेरि मोटिन जान्छ कस्तो दामी सेल हालिरहेको छ नि आमा चाहिँ भित्र मोही पार्दै हुनुहुन्छ म तपाईँहरूलाई मोही पारेको पनि देखाउँछु यता चाहिँ हाम्रो ससुरा बुवाले खोर्सानी टिप्दै हुनुहुन्छ डाहा भनिन्छ यता डाहा यसलाई के भन्नुहुन्छ बुवा यता बैकन 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 किन हाँस्यो तिमी बैकन हाम्रोमा चिप्ले भेन्टी नै भन्छन् होला यसलाई आफन्त धेरै टाढा टाढा भएपछि बिजोक रमाइलो हुने उयो डाँडा जुन सबैभन्दा माथि देखिएको छ त्यो कटेर पनि उतै जानुपर्ने छ अब यो घाममा कसरी हिँड्ने हो फेरि यो ज्याकेट लगाएको रहेछ उस्तै भन्नु होला बेलुका चाहिँ फेरि जाडो हुन्छ नि त त्यो भएकोहरू लगाएको लाल परी भएर हिँडिरहेको छिन् मायालु यता देखाइदियो ल एकचोटि राम्रो अनुहार अहिले पसिनै पसिना भयो जस्तो कस्तो हुने हो मान्छेहरूको अनुहार है असिन पसिन भएपछि अब यो उकालो चढ्दाखेरि कस्तो हालत हुने हो थाहा छैन यहीँ यसो चिटिक्क परेको अनुहार देखाइदिउँ कि भनेर नि त्यस्तै छ है त रमाइलो छ तर अब यो रमाइलो यो घामले एकछिनमा खुस्काइदिनेवाला छ तर बस्दै बस्दै गइन्छ चिन्ता छैन चारैतिर एकदम खुल्ला छ ठाउँ पारिलो जाडोमा पनि त्यति जाडो हुँदैन होला है माया यहाँ त घाम लागिरहन्छ नि त बर भोलाउला हाम बासा फिर्ता हुने गरेर झन्नारी चाग्ले के भने बुझिँदैन तपाईँ बासा आउने बर भोलो आइ मर्छु कुरो बुझ्न गाह्रो छ निकै छु बजे है बाजे बजे म निकै छु हजुरहरूको भाषा बिस्तारी बुझ्दैछु मकै यसरी राख्नु भएको छ ढोड यसरी राख्नु भएको मेरो मायालु हुर्केको गाउँ मेरो ससुराली यस्तो छ यति राम्रो ठाउँमा हुर्केकी रहेछन् र पो मान्छे पनि क्युटी क्युटी छिन् यसो फुर्काइदिएको उकालोमा ज्याकेट बोक्छिन् कि भनेर अलिक गर्मी हुन्छ नि त मलाई खाना कहाँ हुन्छ त माया हाम्रो भनेको ठेगान छैन कसै कुनै घरमा भनेको छौ त भन्दा छैन अरे लास्टमा यता उता बनाइदिन्छन् क्या बुढीले यत्रो उकालो उक्ले बस्दा नि भोकले त ढुङ्गै खाइदिनु जस्तो हुन्छ होला त हजुर है ल ठिक छ त्यही पनि कुनै घरमा चाहिँ भन है खानाको लागि नत्र अब ज्वाइँ भएर माग्न नि नमिल्ने ए भात पस्कै भन्न नि नमिल्ने गाह्रो छ नि अरे भाइ अघिसम्म के हालत अहिले के हालत यसलाई के भन्छौ माया तिमीहरू
योलाई मय लेसर्ड मय रे यसले डल्ला फुटाउने काम गर्छ होइन मा गाह्रो छ ल पसिनाका धारा बगिरहेका छन् यत्रो मेहनत गरेर जाँदा नि लोकल भाले नि खान पाइएन भने त ल मेहनत सानो छ यस्तो झाडी छिरेर हैट गाह्रो छ ससुराली धाउनलाई यस्तो बाटो हिँडेर 2-4 चोटि चाहिँ म ससुराली आएँ भने त बिस्तारै सगरमाथा नै चढ्छु होला यार हिँड जाउँ जति बस्यो त्यति भन्नु मन लाग्छ हैट गाह्रो रहेछ हौ ससुराली आउनलाई ससुराली आउनु त गाह्रो होइन आफन्तजनहरू टाढा नबस्दिनु भएको भए हुन्थ्यो आफ्नै दाजुभाइ होइन किन यति माथि र तल हो के हे प्रभु कुन जन्मको पापको यो सजाय लेखाएर चाहिँ मलाई यो घाममा यो उकालो प्रभु कसरी चढौँ म यो उकालो पुरै ठाडै उकालो छ यार नाक ठोक्किने फेरि बेलुका भनेर ज्याकेट बोकेर आएँ गरम भएको छ उस्तै अरू बेला हल्का लाग्ने यही बेला चाहिँ यो ज्याकेटै 4-5 किलो छ क्या जस्तो लागिरह वरिपरि सुनसान छ जङ्गल मोबाइल पनि थेग्न सके छैन हात थाकेर अहिलेलाई म मेरा शब्दहरू यहीँ टुङ्ग्याउन चाहन्छु गाह्रो रहेछ केटाहरूलाई गाउँतिर बिहे गर भनेर त मैले एउटा क्लिपमा भनेको थिएँ तर नगर है यस्तै उकालो छ भने त गाह्रो हुन्छ यार ससुराल जाँदा मेरो हाउ खुस्क्यो अहिले आएर मेरो हाउ खुस्क्यो आएको हप्ता दिनभन्दा बढी भइसक्यो कस्तो मजा लिइरहेको थिएँ मजा जति सबै लुटियो प्रभु सासु आमाले दिएको घिउको बल नि सकिने भयो घिउ दुध जति पनि अर्ग्यानिक दही सबै खुवाउनु भएको थियो सासु आमा यही उकालो चढ्नलाई रहेछ नि साँच्चै भनेको यार मेरो खुट्टा नै चलिरहेको छैन कि उकालो नहिँडे मान्छे होइन म हिँडेकै मान्छे हो तर यो उकालो यो बा हेर्नु पनि यसरी हेर्नुपर्छ टोपी लाउनु उसलाई फेरि म कालो हुन्छु भन्ने चिन्ता छ प्रभु टोपी लाएर मलाई कस्तो गर्मी भइरह ए लु खै कसरी लगाइदेऊ त खै हेरौँ ए ल ठिक छ गाह्रो छ गाउँमा ससुराली बनाउँदा उसको ठाउँलाई त्यसो भन्ने बित्तिकै उसलाई फेरि चसक्क भइसक्यो छैन ल हाम्रो त सजिलो छ हजुर साथीहरू तपाईँलाई यो महाकाली देखाइदिन मन लाग्यो यो चाहिँ हो पश्चिममा बगिरहेको महाकाली नदी यहाँबाट उता चाहिँ भारतको उत्तराखण्ड भन्ने ठाउँहरू सुरु हुन्छ यस्तो उछिट्टिएर बिहे गरेको छु मैले दोलखाको मान्छे कहाँबाट उछिट्टिएर आएर यहाँ यो मान्छेलाई भेटेर बिहे बारी गरेर यो उकालो चढ्ने सौभाग्य मैले पाइरहेको छु र लगभग आधीभन्दा बढी त मैले यो जङ्घारलाई पार गरिसकेको छु र म पुग्न थालिसकेको छु अब चाहिँ माथि बोली पनि मेरो सकिसकेको छ बाख्रा चराउन ल्याउँदै हुनुहुन्छ कति धेरै हेरेर भइरहेन हामीलाई पुरै को रहेछ यो हामीलाई भिडियो बनाउने भनेर जाऊ 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 के हेरेको ल हट खसी ल बाख्रा खतरा पहिला त हाम्रै घरमा अब सासु आमाले मजाले पाल्नु भएको थियो
अहिले बेच्नु भयो। यहाँ आएपछि धेरै बाख्रा मैले आजै देखेँ र आफ्नो हालत चाहिँ यस्तो भइसक्यो खा। जङ्गलमा कहाँ सर्दैछन् गाईबस्तु भनेर थाहा पाउनलाई घाँटीमा त्यो बाँधेको घन्टी के भन्छन् त्यसलाई माया यताको भाषामा घाडा बाँधेका छन्, टिङ्रिङ टिङ्रिङ पारेका छन्, कहाँ छ भन्ने थाहा पाएका छन्। यसरी नै चल्दैछ। चट्ट परेको किनार बगेर ऊ तल पुगेको छ महाकाली नदी। हामी बल्ल उकालो टुई काटुँ हिँडेपछि यति तेर्सो हिँड्न पाइरहेका छौँ। बजे कति वर्ष हुनुभयो? आम्मामा बजेको ज्यान हेर्नु अनि बजेले बोकेको भारी। ओ माई गड, हामीलाई लाज हुन्छ यार यस्तो देख्दा त। र यस्तै छ है त हाम्रो घुमाइ बसाइ यसरी नै चलिरहेको छ। सानो चुटुक्कको जुनारको रुख रहेछ, जुनार मौसम। अब हजुरहरूले के भन्नुहुन्छ यसलाई? अनि माया हो आफन्तहरूसँग गफ हान्दै हिँडिरहेको छिन्। कहिले के भन्छन् कहिले के भन्छन्, हुन्ज्या तुन्ज्या भन्छन्। अब म बुझ्दिनँ, त्यही भएर म चाहिँ अब हजुर दर्शन भन्यो अनि हिँडिहाल्यो। अब के कुरै हुँदैन। आज हामी परशुराम धाममा छौँ। हजुरहरूले देखिरहनु भएको यो नदी चाहिँ महाकाली हो। आज चाहिँ हाम्रो गाउँ छर्ने कार्यक्रम चलिरहेको छ। भोलि हामी फर्किँदैछौँ अनि यताकै पहिरनमा हामी छौँ। तिमीले लगाएको त्यो घाँटीकोलाई के भन्छ? गलोबन्दा। यो सामान त अम्बाको रुखमा मायालु पनि चढ्दैछिन्। अनि सालो केटो खोइ सिधै माथि ऊ। यस्तो छ है त हाम्रो पारा। भोलि हामी फर्किँदैछौँ। साह्रै रमाइलो भयो ससुरालीको बसाइ। बुवा आमा मन दुखाइरहनु भएको छ, निराश भइसक्नु भयो हामी जाने कुराले। अब हामीलाई नि नराम्रो लागिरहेछ, के गर्ने अब जानु परिहाल्यो। के चाहिँ बस्यो ऊ त बसिहाल्ने हो, किन नबस्नु र। हाम्रो यो युट्युबको भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला। अनि मैले भिडियो कन्टिन्यू त्यस्तो त बनाएको छैन, कुनै बेला के गरेको फाटोफुटो भिडियो बनाएको छु, त्यही मैले जोडेर राख्नेछु। र हजुरहरूले हेर्नु पनि भयो होला, कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला। कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि लेखिदिनु होला है त।